Hello, it's me Deepa and welcome back to my channel. And you have asked many questions and today I'm gonna reply all your answer fully. So long time पछि चाहिँ तपाईहरुकोमा जवाफ दिँदैछु because I have to go through a lot just just like अनि त्यसपछि आफैले ह्यान्डल गर्न गाह्रो थियो त्यसपछि मेरो क्लासहरु पनि थियो 7 बजेदेखि 9 बजेसम्म द्याट्स वाइ आई वाज लाइक भेरी बिजी अनि त्यसपछि मेरो क्लास भएको कारणले गर्दा चाहिँ मैले चाहिँ तपाईहरुको रिप्लाई पनि दिन पाएको थिएन अनि कति हप्ता पनि मेरो ग्याप भएको छ होला भिडियोहरु आउन सो त्यसको लागि भेरी सरी सो अब चाहिँ म तपाईहरुको एन्सर दिन तर्फ लाग्छु ल फेरि कुरा गर्न थाल्यो भने लामो हुन्छ सो मेक इट स्विट एन्ड सर्ट भनेर चाहिँ मैले तपाईहरुको चाहिँ यत्रो कहानी त लामो छ बट म तपाईहरुलाई छोटोमा के कारणले कसरी भनेर चाहिँ तपाईहरुलाई भन्छु है एन्ड या मेरो चाहिँ यो लगातार 3 चोटि अपरेसन भइसक्यो सेम सर्जरी भएको एन्ड इट्स कल लाइक सैक्रियल जाइन्ट सेल ट्युमर यसको मतलब चाहिँ यो चाहिँ डाइरेक्ट हड्डीमा आउने एउटा ट्युमर हो हैन मासु हो जसले चाहिँ हड्डीमै अट्याक गर्छ अनि हड्डीबाट चाहिँ बिस्तारै बिस्तारै गरेर चाहिँ नसामा स्प्रेड हुने हो अनि नसालाई एफेक्ट गर्ने हो के भनेको चाहिँ एकचोटि रिमुभ गरेपछि चाहिँ फेरि आउने हो त्यसको कारणले गर्दा चाहिँ मेरो लगातार आइथियो यो चाहिँ थर्ड टाइम भयो हैन अनि त्यसकै कारणले गर्दा अहिले चाहिँ मेरो हड्डीलाई एफेक्ट गरेर नसाहरूलाई पुरै नसाहरूलाई चाहिँ एफेक्ट गरेको कारणले गरेर त्यहाँ चाहिँ मुभमेन्ट थिएन सेन्सेसनहरू थिएन टोटल्ली प्यारालाइज थियो अनि पहिला चाहिँ मेरो सर्जरी भनेको चाहिँ तल्लोपट्टिको पार्टमा थियो जहाँ चाहिँ पुरै नसाहरूको हुन्छ नि मृत्युदण्ड जुन तल्लोको भागमा हुन्छ नि म तपाईहरुलाई फोटो देखाइदिन्छु तल्लोको भागमा जुन यो छ नि त्यहाँतिर चाहिँ भएको थियो 2 टाइम नै त्यहीँतिर भएको थियो यसपालि चाहिँ योभन्दा अलि माथिपट्टि चाहिँ यो अलि माथि एरिया छ नि योमा मेरो अहिले चाहिँ यसपालि त्यहाँ भएको हो फर्स्टमा चाहिँ मेरो चाहिँ के भएको थियो भन्दाखेरि मेरो डाइरेक्ट खुट्टाहरू झमझमाउने दुख्ने एकदमै विक हुने अनि एकदमै तातो हुने के गर्मी हुने जति पनि कपडाहरू लगाउँथ्यो नि त्यो सबै फुकाएर फ्यालिदिने त्यस्तो साह्रो गर्मी हुन्थ्यो के भित्रैबाट हड्डीबाटै भित्र हुन्थ्यो अनि ढाडहरू पनि दुख्थ्यो हैन अनि सेकेन्डमा चाहिँ मेरो 2017 मा भएर 18 मा चाहिँ मेरो डिस्चार्ज भएको थियो एन्ड सेकेन्डमा नि मेरो त्यस्तै भएको थियो खुट्टाहरू झमझमाउने नसा तन्किएको जस्तो हुने अनि बडीमा विकनेस अनि हल्का ढाड दुख्ने त्यस्तो भएको थियो बट त्यस्तो साह्रो गर्मी चाहिँ हुन्थेन है सेकेन्डमा चाहिँ त्यस्तो गर्मी चाहिँ भएन फर्स्ट जस्तो चाहिँ अपरेसन गरेर निकाल्यो त्यसपछि अनि मेरो एभ्रिथिङ वाज लाइक नर्मल हैन फेरि आई वाज एबल टु वाक हैन त्यतिखेर चाहिँ मेरो समस्या थिएन दुईचोटि अपरेसन हुँदाखेरि चाहिँ त्यस्तै थियो नर्मल थियो हैन अपरेसन पछि ठिक भयो थियो एन्ड दिस टाइम चाहिँ के भएको भन्दाखेरि अचानक भएको क्या पहिला जस्तै पहिला चाहिँ अब खुट्टा झम्झाउने बित्तिकै अब थाहा हुन्थ्यो नि त यो कारणले हो कि भनेर हस्पिटल गइहाल्थ्यो यसपालि चाहिँ अब त्यो केही पनि थाहा भएन कि इट वाज लाइक सडनली ह्यापेन क्या एकदमै अचानक भयो क्या म स्विङ खेल्न गएको थिएँ त्यसको भोलिपल्ट अनि डाइरेक्ट हैन यो मेरो यो छाती हुन्छ नि डाइरेक्ट अगाडितिर झाँट गरेर अगाडि यो उसमा घोडासम्म चाहिँ छोयो एन्ड द्याट वाज लाइक सो पेनफुल हैन सिधा गर्न नि नमिल्ने के यस्तै यत्तिकै तलै के माथि पनि यस्तो गर्न नमिलेको त्यसपछि अनि त्यो अचानक भएपछि त अनि डर हुन्छ नि त धेरैमा त्यो भित्रको चाहिँ म भन्दिनँ है बिकज लाइक त्यो भित्रको भन्यो भने चाहिँ तपाईँहरू फेरि रुनुहुन्छ भन्ने मलाई थाहा छ त्यही हो सिधा गर्न नि मिलेको थिएन एकदम थियो त्यो यस्तो सिधा गर्छु भन्ने बित्तिकै दुख्ने के डेन्जर त्यो हड्डी नै भाँचे जस्तो
नसा नै छुट्यो जस्तो त्यस्तो भएको थियो कि एन्ड त्यसको कारणले गरेर चाहिँ त्यो रातभरि चाहिँ सुत्न सकेन टोइलेट जान नि एकदम गाह्रो भयो कि द्याट पेन वाज एकदमै होइन दुखाइ क्या पेनकिलर खाने जति त्यो नदुख्ने इन्जेक्सन दिए पनि मेरो पेन चाहिँ हुन्थ्यो मेरो पहिलाको अपरेसनहरूमा पनि त्यस्तै भएको थियो कि आई मिन त्यो अपरेसनभन्दा अगाडि जुन पेन थियो नि त्यतिखेर नि मेरो त्यस्तै भएको थियो कि जति गर्दा पनि दुखेको हुन्थ्यो 2-3 दिन त यहीँ बसेँ होला घरमै त्यसपछि अनि हत्तै पेन भएको कारणले गर्दा हामी हरियो खड्का हस्पिटलमा गयौँ र त्यहीँतिर भर्ना भएँ त्यतिखेर के भएको थियो त्यसको कारणले गर्दा त्यो हस्पिटल चाहिँ पुरै बन्द थियो अनि इमर्जेन्सी वार्डमा गएको इमर्जेन्सी वार्ड पनि हाम्रो कानकोमा मात्रै पाएको कि कानको वार्डमा पाएँ त्यसपछि त्यहाँतिर केबिन बुक गरेर त्यहीँतिर बस्यौँ अनि एकदम गाह्रो भयो एक हप्तासम्म हामी त्यही केबिनमा बस्यौँ होला त्यो एक हप्तासम्म चाहिँ एकदम पेन भएको थियो क्या त्यहाँबाटै दबाईहरू दियो पेन किलरहरू दियो त्यसपछि अनि अर्को पेन किलर ट्याब्लेट्सहरू पनि दियो बट कुनै पनि काम गरेको थिएन कि एभ्रिथिङ वाज लाइक यत्तिकै वेस्ट के वेस्टमा गए जस्तो भएको थियो कि एकदम पेन भएको थियो त्यसको कारणले एक हप्तामा हामीले कागजहरू मिलाउने सबै उस गऱ्यौँ त्यसपछि आइतबारतिर हामी यहाँबाट चाहिँ हामी प्लेनबाट गयौँ प्लेनबाट त्यसपछि त्यसपछि त्यहाँतिर एक दिन त्यहीँ बस्यौँ कतातिर थियो विराटनगर सायद इन्डियाको बोर्डरतिर थियो त्यो ठाउँ चाहिँ मलाई ठाउँको नाम याद भएन त्यहाँतिर एक दिन त्यहीँ बस्यौँ अनि एक दिनमै मेरो राइट खुट्टा चाहिँ हल्का काम गर्नै छोड्यो कि हल्का घिस्री उस टाइपको भयो एन्ड टोइलेट जान नि गाह्रो भएको थियो बट देयर वाज लाइक हेल्पर त्यसपछि अहिले भोलिपल्ट चाहिँ हामी ट्याक्सी रिजर्भ गरेर ट्याक्सी बुक गरेर चाहिँ हामी बोर्डर क्रस गऱ्यौँ बोर्डर क्रस गरेपछि चाहिँ त्यहाँ इमिग्रेसन त्यो पेपरहरू के हुँदो रहेछ अनि त्यो सबै मिलाएर हामी लाग्यौँ लगातार ट्याक्सीमा हामी त्यहीँ इन्डियाको बोर्डरबाट डाइरेक्ट न्यू दिल्ली सायद त्यहाँसम्म चाहिँ हामी ट्याक्सीमै गयौँ अनि ट्याक्सीमा जाँदा मेरो राइट खुट्टाले चाहिँ टोटली काम गर्न छोड्यो एन्ड हामी त्यसपछि अनि दिल्ली पुगेपछि चाहिँ हामी रेस्ट गऱ्यौँ एक दिन त्यहीँतिर होटल बुक गरेर एन्ड त्यो दिनमा पनि एकदम गाह्रो भएको थियो लाइक मेरो बिस्तारै सेन्सेसनहरू पनि कम हुँदै गएको थियो यहाँ यो भागबाट सेन्सेसनहरू पनि कम हुँदै थियो अनि त्यसपछि अनि टोइलेट लाउने त्यस्तोहरू पनि उस भएको थिएन सबै सेन्सेसनहरू मरेपछि चाहिँ के हुँदो रहेछ भने तपाईँलाई पिसाब आएको नथाउने रहेछ अनि पिसाब गर्छु भन्दा पनि त्यो गर्न नसक्ने रहेछ कि त्यो यहीँ जम्मिएर बस्ने रहेछ अनि त्यही भएको थियो मेरो पनि जम्मिएर बस्दै गएको थियो अनि त्यसपछि अनि हामी त्यहाँबाट फेरि ट्रेन चढेर गयौँ ट्रेन चढेर दिल्लीबाट चेन्नईसम्म ट्रेनमा चढेर गयौँ त्यतिखेरसम्म मेरो टोटली ब्ल्याडर छ नि ब्ल्याडर फुलिएको थियो कि पिसाबले गरेर पुरा फुलेर बसेको थियो अनि हामी चाहिँ डेन्जर डराएको थियो त्योमा पनि बट त्यो पिसाब जमेको रहेछ अनि त्यो चाहिँ हस्पिटल गएर चाहिँ हामीले चाहिँ उस गऱ्यौँ अनि त्यो ट्राभलिङ हाम्रो एक हप्तासम्म चाहिँ हाम्रो ट्राभलिङ भयो यताबाट उतासम्म त्यसपछि त्यहाँबाट दिल्लीसम्म दिल्लीबाट चेन्नईसम्म चेन्नईदेखि भेलोरसम्म चाहिँ हाम्रो टोटली ट्राभल भएको थियो अनि दबाईहरू पनि खान गाह्रो भएको थियो दबाई खाँदा पनि काम गरेको थिएन अनि खानाहरू पनि खान गाह्रो भएको थियो बट इट्स फाइन होइन जस्तो तसै भएर नि हामीले त्यहाँसम्म गयौँ त्यसपछि अनि हाम्रो त्यहाँनिर एडमिट भएको त्यस्तै 5 दिनपछि बल्ल सर्जरीको लागि बुकिङ पाएको थियो अनि सर्जरी पछि चाहिँ निको हुन्छ कि भन्ने सायद त्यो होप थियो बट थाहा भयो कि मेरो खुट्टा टोटली प्यारालाइज छ हाम्रो उस प्यारालाइजमा चाहिँ एउटा कम्प्लिट हुन्छ एउटा इन्कम्प्लिट हुन्छ कम्प्लिट भनेको चाहिँ अब हिँड्न मिल्दैन टोटली प्यारालाइज हो जिन्दगीभरको लागि अनि इन्कम्प्लिट भनेको चाहिँ हिम्मत छ अब पछि सेन्सेसनहरू आउँछ अनि मुभमेन्ट हुन्छ पछि हिँड्न सकिन्छ भन्ने त्यो भनेको चाहिँ इन्कम्प्लिट भयो
अनि मेरो चाहिँ इन्कम्प्लिट प्यारालाइज थियो अनि त्यो हस्पिटलकै रिहेबिलिटेसन सेन्टर थियो थेरापीको। अनि त्यो भएर नि डक्टरहरूले त्यही सजेस्ट गर्नुभयो। अनि फेरि उता पनि बुकिङ गर्नुपर्ने रहेछ, बुकिङ नि पाएको थिएन। अनि त्यो के अरे रुमहरू पनि पाएको थिएन बुक गर्नलाई। चाहिँ हामीले कति ट्राई गऱ्यौँ। त्यसपछि हामी त्यस्तै 1 हप्ता त त्यहीँ बस्यौँ होला। अनि 1 हप्ता त्यहाँ बसेपछि अनि बल्ल हाम्रो सिफ्टिङ भयो रिहेबिलिटेसन सेन्टरमा। त्यसपछि अनि त्यहाँतिर थेरापीहरू गऱ्यौँ। थेरापी गरेपछि चाहिँ हल्का हल्का गर्दै मेरो सेन्सेसनहरू आउन थालेको हो। एन्ड यसपालि चाहिँ हामी 4 महिना जति बस्यौँ त्यहीँ इन्डियातिर। पहिला चाहिँ मेरो 1 महिनाभित्र चाहिँ म निको भएर आउँथेँ, नर्मल भएर। यसपालि चाहिँ त्यही हो, मेरो 4 महिना त्यहीँ बस्यो। 3.5 महिना चाहिँ थेरापीमै गयो, थेरापी सेन्टरमै। अनि आधी चाहिँ मेरो हस्पिटलमै गयो, त्यहाँबाट ट्रेनिङहरू लियो। अनि यहाँ त्यही हो, थेरापीहरू गरिरहेको छौँ। थेरापी आफूले सिकाउनु भएको सिम्पलवाला घरमै गरिरहेको छु। अनि त्यही हो, आफ्नोमा विश्वास राख्नुपर्छ र मैले विश्वास गरिरहेको छु। अनि म एक दिन हिँड्छु भन्ने मलाई विश्वास छ। अनि त्यही हो मेरो स्टोरी। म चाहिँ सर्टमा भनेको। यदि तपाईँहरूलाई अरू केही कुरा जान्नु मन छ भने नि तपाईँहरूले मलाई तल कमेन्टमा भन्नु होला। म तपाईँहरूको लागि स्टोरी भनिदिन्छु मेरो आफ्नो लाइफको बारेमा। अनि तपाईँहरूलाई मेरो डिटेलमा जान्नु छ भने, मेरो फर्स्ट सर्जरीको डिटेलमा जान्नु छ अथवा मेरो सेकेन्डको सर्जरीको डिटेल जान्नु छ भने चाहिँ मलाई कमेन्टमा भन्नु होला। म त्यही हिसाबले अर्को पालि तपाईँहरूलाई त्यसको रिप्लाई दिनेछु। र अहिलेको लागि बाई बाई, टाटा, सी यू।